हेलो साथीहरू, आज चाहिँ अलैँची बाडी फाड्नु जानु आँटेको कि मेरो बुढाले चाहिँ गमबुट टालिदिँदैछ। ऊ स्टार बनाइदिने अरे। के बनाइदिने अरे बुढा? स्टार होइन। प्लास्टिक ओढेको हेरिहाल्ला साथीहरू। आज चाहिँ मजा आउने भयो भित्नु, पानी परिरहेछ। हाम्रो राति चाहिँ ब्याउनु आँटेको छ है। राति लालीले बुबु दिन्छ नि है। हेलो साथीहरू, नमस्ते। सेवारो सेवानी हजुरहरू कस्तो हुनुहुन्छ? सन्चै हुनुहुन्छ होला। म पनि ठिकै छु। अब म चाहिँ नि अलैँची फाल्नु जान आँटेको होइन। हाम्रो लाली ब्याउनु आँटेछ है। अब अर्को महिनादेखि त दुधमै घिउ दही सिलाइदिएको अरे। सिलाइदिएको अरे, टालिदिएको गाइसहरू। अब पानी पस्दैन नि त। त्यो चाहिँ मेरो अलैँची फाल्ने खुर्पा। अब चाहिँ जाँदैछौँ साथीहरू। त्यो माथि हो नि त, स्कुटीमा जाँदैछौँ त्यो अलैँची फाल्नु। टेक्नोलोजी भने जस्तो भइरहेछ। पानी परिरहेछ सिम 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 हो। गाइजहरू अब चाहिँ गएको ल। साथीहरू आइपुग्यो हो साथीहरू। अब स्कुटी चाहिँ त्यहाँ राखेर माथि जानुपर्छ गाइजहरू। मन परेमा लाइक सेयर कमेन्ट फलो गरिदिनुहोस् ल साथीहरू। तर के सादा सिम्पल त कसैले मन पराउँदैन। नराम्रो चाहिँ छिटो सेयर हुन्छ, छिटो फलो हुन्छ। कहाँ ढुङ्गालो बेसी पानी परेर गाइजहरू त्यो यस्तो भुइँहरू पनि पुरा दबिएको रहेछ कि, त्यही भएर ढुङ्गा लगाएको। त्यो चाहिँ हाम्रो पानी खाने खाजा खाने भएर पट्टा तल बाटोमा भेटेको अनि लिएको। देशी खुर्पा अघि ठ्याङ गर्दैछ। कता गयो बुढा? ए खुर्पा। तीसम्म फाडिन्छ थाहा छैन साथीहरू। घाँस हेर्नुहोस् न, यहाँ मान्छे पुर्ने घाँस भइसकेछ। अलैँची त कता कता देख्दैछ यहाँतिर। यहाँ माथि चाहिँ हामीले तर्साउने बनाइराखेको थियौँ कि साथीहरू। खोइ यहाँ हतपत देख्दैन रहेछ हौ। थुरुङ्गै माथिबाट कसले चाहिँ हेर्दैछ भनेर। आयो गाह्रो छ जिन्दगी गाइजहरू। ऊ माथि हेर्नुहोस् है। ऊ हामीले बनाइरहेको हामी नै तर्स्यौँ। रडी घाँस भयो नि त साथीहरू। कस्तो होला गाइजहरू। काली मकुडा खम्बो यस्तोहरू पनि पाउँछ है। ऊ अन्डा त्यो चाहिँ बाबा ठाकुर कत्रो बढेको चटेङको हान्छ अरे त गाइजहरू। यस्तो त यी देख्नु भएको छ कि हेरिहाल्नुहोस् है। यसलाई मारेर चाहिँ आकाशपट्टि फर्केर हेर्नु अरे नि त। पाप काटिन्छ अरे एउटा भए पनि। हमारा अलैँची देखो पोर लगाएको साथीहरू। यो पोर 3 सालमा त नि महाजन फल्यो भने महाजन भइन्छ। मेहनत गर्नुपर्छ, सुख छिट्टै आउँछ। त्यही भएर बुढाबुढी मेहनत गर्दैछौँ। यसो ठुल्ठुलो बिटा होस्, ठुल्ठुलो फल होस् भनेर चाहिँ एकदम भगवानसँग प्रार्थना गरिदिनुहोस् ल। खाजा साथीहरू खाएको हेर न त्यहाँ।
हाँस न गर त भाउ भएर क्या आज बुढाबुढीको कमाल गाइसहरू तलदेखि सुरु गरेको यहाँसम्म आइपुग्यौँ। अब यहाँदेखि उकालो अझै योभन्दा ठुलो छ भोलि। अब जातिहरू बहुत के बोल्ने दम पनि छैन। मन परेमा लाइक गरिदिनु होला साथीहरू। कतिको थाक्यो बुढा जुका पसे जस्तो भइरहेछ।